Hi guys, अम्बो कति टाइममा चाहिँ फर्स्ट अफ अल ह्याप्पी न्यू इयर। सो मैले त्यो 31st को लास्ट चिकन बनाएको थिएँ। 31st को बेलुका चिकन बनाउँछु भने त एकदम बनाएको थिएँ। त्यही चिकन बनाउने प्रोसेसमा थिएँ। तलबाट ब्रेड क्रस्ट नभएर कर्नफ्लेक्स लगाएर चाहिँ भक्कु क्रस्ट गरेर चाहिँ बनाएको। तर बनाइसकेर चाहिँ एकदम डढ्यो क्या, कालो भएको थियो योहरू सबै। तर मिठो थियो। फुड कलर हालेको थिएँ हल्का, यो चाहिँ कर्नफ्लेक्सको क्रस्टमा यहाँ तेल खरिरहेको थियो त्यसमा हालेँ। तर मेरो बनाउँदा बनाउँदै चाहिँ एउटा एक्सिडेन्ट भएको थियो। हेर्नुहोस् यहाँ मैले उयो बनाउँदै थिएँ, बनाउँदा मेरो नाक चाहिँ यस्तो यस्तो भइरहेको थियो मेरो। यो चाहिँ हाम्रो आजको 31st को लास्ट